टिकटक बनाएर सकिए यहाँ बस्नु अलिक डर छ किनभने म एक्लै छु साथीहरू त किन बुझ्यो So hello everyone, welcome back to my another new video and welcome back to my YouTube channel सबैजनालाई and मेरो तर्फबाट नमस्ते if तपाईहरु कोही नयाँ हुनुहुन्छ भने I am all the way from UK अनि म चाहिँ यस्तो हालतमा कहाँबाट आएछु भनेर सोच्नुहुन्छ होला यस्तो के हैन साथीहरु मलाई आज यस्तो झ्याउ लाग्यो हैन अनि के गरम भएर नि अलि टिकटकमा ट्रेन्डहरु चलेको छ नि त यो चाहिँ मेरो कहाँबाट घाउ आयो बिरामी भएको थियो यतिकै घाउ आयो सो टिकटकमा ट्रेन्डहरु चलिरहेको छ हैन अनि त्यही भएर पनि अनि पछाडी ब्याकग्राउन्ड इग्नोर गर्नु होला त्यो दराज भर्खर मैले यो कुर्ता झिक्नको लागि खोलेको थिएँ अनि त्यहाँ अर्को कुर्ताहरु छ कि ट्राई गरौँ भनेर अनि चुज चाहिँ मैले यो गरे एन्ड गाइज यस्तो हालतमा चाहिँ म कहाँ जाँदैछु भने म कहीँ हैन अ डे इन माई लाइफ ब्लग बनाएको हामी पनि देखाऊँ न हामी पनि ब्लग बनाऊँ म के गर्दैछु दिनभरि भन्ने भिडियो हो गाइज यो चाहिँ अनि अहिले चाहिँ म त्यस्तो कहीँ जान लागेको हैन यतिकै घरमा मेकअप गरेर म पार्कतिर जान्छु होला भिडियो बनाएर सो अहिले चाहिँ मैले मेकअप गर्दै थिएँ मेकअप नि त्यस्तो केही हैन मैले एउटा यो सेराभीको मोइस्चराइजर लगाएँ हैन एन्ड देन आफ्टर मैले सनस्क्रिन लगाएँ भर्खर सनस्क्रिन लगाएर अनि मैले यति दुईटा लगाएँ यति दुईटा म लाउँछु कि म धेरै लाउँदिन मसँग लाइक ब्युटी क्रिम पनि छ यो पनि छ हैन तर मैले यो आँखाको तलले चाहिँ लाउनु पर्ला तल मात्रै लाउँछु म खासै लाउँदिन कि सो यति नै हो गाइस मेरो मेकअप म ब्लस लाउँछु है गाइसहरु टिक्काको भयो नि अहिले चाहिँ म के लाउँछु भने म हल्का मस्कारा जस्तो गर्छु यो युज गर्छु मेन यता चाहिँ लाइन जस्तो यही दिन देख्न बाँकी थियो अब चाहिँ म हल्का यस्तो गर्छु टचअप हान्छु अब म के गर्छु भने सार्पनरै हैन यार गाइस के भयो जस्तो भइहोस् अब चाहिँ म झुम्काहरू देखाउँछु है तपाईलाई कपालमा लास्टमा बनाउँछु सो यो हो मेरो झुम्काहरू I have lots of झुम्काज अब झुम्काहरू भएपछि त्यही त अनि व्हाइट लाइट चाहिँ खासमा यो वाला छ हैन मसँग यो राम्रो देखियो कि एन्ड देन आफ्टर यो राम्रो देख्छ कि एन्ड यो राम्रो देख्छ कि यो राम्रो देख्छ कि कालो कालोसँग हल्का म्याच त गरेछ एउटा हातमा चाहिँ म यो लाउँछु यस्तो गर्छु म यो अनि सरी म हातमा चुरा पनि लाउने हो चुरा अहिले चिक्न
यो कुलनामका साथीहरू जुङ्गा यो मैले लगाइसकेँ एउटा भिडियोमा यसलाई पनि क्या यसको सेटको लागि चाहिँ म यो घाँटीमा यो लाउने सोचेछु सोचमा चाहिँ तर लाउँछु कि नै भन्ने हो चाहिँ यहाँ चुरा छ गाइस हैन तर यो दुईटा मात्रै लाऊँ कि यो मात्रै लाऊँ कि यिनीहरूसँग लाऊँ सोचेछु कि भयो नि त्यही हो म चाहिँ रेडी भएर अहिले चाहिँ म मेरो डेस्टिनेसनमा आइपुगेको छु अघि चाहिँ दाइहरू आउनु भएको थियो अनि लाज लाग्यो मलाई भिडियो बनाउन सकिनँ सो यही हो मेरो ओटिटी देखाउँछ म तपाईँहरूलाई आज कस्तो डर लागेको छ म एक्लै आएको छु क्या यस पक्रिन्छ है गाइजहरू यस This is my OTT guys. यही हो मेरो आजको OTT म चाहिँ अब यहाँ टिकटक बनाउँछु सो म चाहिँ अब यहाँ टिकटक बनाउँछु एन्ड देन आफ्टर म के गर्छु हेर्नु होला है त सो म टिकटकहरू बनाएर रिटर्न हुन्छ गाइजहरू फाइनली ओह कति गर्नु भएको एन्ड सो गाइज फाइनली मैले टिकटक बनाएर सकियो सो अब एउटा दुईवटा हल्का भिडियो बना जस्तो गर्छु एन्ड देन घरतिर जानुपर्ने हुन्छ घरमा गएर म अब के गर्छु हेर्नु होला है त म एउटा दुईवटा यसो भिडियो बनाउँछु एन्ड सो गाइज त्यही हो अहिले चाहिँ भिडियो बनाइसकेँ यो फोन मेरो डेड भइसक्यो एन्ड कस्तो गर्मी छ म भर्खर एउटा स्याल देखेको थिएँ कि डरै लाउँछ यस्तो ठाउँ छ हेर्नुहोस् कोही छैन म मात्रै छु नि त पसिना यस्तो हिल्लाएर हिँड्नु पऱ्यो म अब यसो घरतिर जान्छु हो त्यही नजिक हो एन्ड घर गएर ड्रेसेस चेन्ज गर्नु पर्ला यो गाइज म तपाईँहरूलाई ब्याक क्यामेरा गरेर भिडियो बनाउँछ है सो म चाहिँ खासमा यो पार्कमा भिडियो बनाउने भनेर आएको थिएँ होइन मेन त्यो पार्क जङ्गल हो अनि भिडियो बनाएँ यहाँ हेर्नुहोस् यस्तो घर गर्छ अनि म चाहिँ अहिले घर जाँदैछु किनकि मैले एउटै गीतमा मैले कति टेक बनाएँ कि भिडियो त्यो अलि राम्रो गीत पनि थियो मैले ड्रेसमा नि बनाएको थिएँ टिकटकमा पोस्ट गरेछु फेरि अर्को बनाउन मन लाग्यो कि मलाई कुर्तामा मलाई टेक त लाग्थेन मैले सल फुत्कै गरेर क्या मैले सल खासमा अर्कै तरिकाले मैले भान्न लाग्थेँ फुत्कै गरेर म चाहिँ अब घरतिर जाँदैछु खुट्टा दुख्यो हेर्नु त तपाईँहरूलाई एउटा चिज देखाउँछु कि म मेरो समात्नै मिलेन अहिले घर गएर देखाउँछु म यस्तो राम्रो पार्क छ म खासमा यहाँ खेल्न लाइक चिप्लेडी खेल्न मन थियो मलाई अनि अहिले चाहिँ म घर जाँदैछु यहाँको मान्छेहरू कसरी हेर्छ हेरेर त्यो मान्छेले हेरिरहेको मलाई नयर है नयर म कस्तो देखिन्छु गाइज अहिले पसिनाले रातै पिरो भयो म यसो यो ब्याक क्यामेरा गरेर भ्लग बनाउन सकेर होला हात कस्तो दुख्यो दिन हेर्नु त कस्तो गरे मौसम पानी पर्ला जस्तो यहाँ फ्लावर हेर्नु गाइज कस्तो राम्रो है अब चाहिँ म
पुग्ने आँटेँ है। गर्मी हो, गर्मी भन्दा नि मलाई म उफ्रेर नाचेर होला। म सिधै अब घर गएपछि भेट्छु ल गाइस। म चाहिँ घर पुगेँ, लिफ्टमा छु म, बहुत गर्मीमा। Ninth floor. Doors opening. कस्तो मजाले यार, म त डरै आउँछ। डरै आउँछ यार म त। गाइस ए खुल्लै रहेछ त ढोका। भर्खर घर आइपुगेँ, अब म लुगासुगा चेन्ज गर्छु होइन, अनि त्यसपछि भेटौँ ल। कस्तो राम्रो भ्यू हेर्नुहोस् त। सो त्यही हो गाइस, सी यू म लुगा चेन्ज गरेपछि है त। सो त्यही हो होइन, अनि साथीहरू त्यही हो, म चाहिँ ड्रेस चेन्ज गरेर नुहाएँ फटाफट होइन। नुहाएर टक्क लगाएर मेरो पिरियड टाइम पनि चलिरहेको थियो नि त, अनि म नुहाएर अहिले चाहिँ अनि म नुहाइधुवाइ गरेर खानासाना खाइसकेँ। अनि म यहाँ भाँडासाँडा धुन लगाएको छु। बाहिरको भ्यू हेर्नु न, दामी हो भ्यू, घाम लाग्यो कस्तो दामी। म चाहिँ यहाँ भाँडाहरू धुन्छु अब होइन। यतिकै हेर्नु होला म के गर्छु भनेर। मेरो टन्नै काम छ, भात खाएँ, लुगा मेसिनमा हालेँ, अब म यहाँ भाँडाहरू धुन्छु। अनि त्यसपछि दुध मिलाउन छ। सो त्यही हो साथीहरू, मेरो दिन यसरी नै चलिरहेको छ। मेरो यसरी नै चलिरहेको छ दिन। सो साथीहरू मैले भाँडा पनि धोएर भ्याइसकेँ। साथीहरू मैले भाँडासाँडा सबै धोइसकेँ, अनि मैले यहाँ वासिङ मेसिनमा लुगा हालेको थिएँ, सबै मैले सफा गरिसकेँ। एन्ड मैले यहाँ अरूको लुगाहरू सुकाइसकेँ। कस्तो मिठो घाम लाग्यो जस्तो है, ऊ पर कस्तो मजाको घाम लागेछ। हामी बस्ने चाहिँ जङ्गल ठाउँतिर। सो गाइस अब चाहिँ म के गर्छु भने अब चाहिँ म रुम मिलाउँछु। किचनको काम कम्प्लिट भइसक्यो सबै। अब रुम तर्फतिर गरौँ। अथा केले घुच्यो, अथा अति साथी हेर्नु त केले घुच्यो। होइन के हो यो प्रतिको, यतिलाई अझै अर्को त निस्क्यो। सो साथीहरू म अब रुम मिलाउँछु। रुमको हालत यस्तो भएको छ होइन। अब यसलाई म मिलाउँछु है त, यस्तो सबै मिलाएर यस्तो गरेर ल। हेर्नु होला गाइस कस्तो रुम थियो, कस्तो भयो भनेर देख्नुभयो नि। त्यही हो गाइस, कस्तो बेड थियो, कस्तो रुम थियो, हेर्नुभयो होला। त्यहाँ चाहिँ कोइन्सहरू छ, त्यो अलिक विन्डो उसमा राख्नुपर्छ क्या, के अरे
कोत्रुकीमा राख्ने हो कि म ए मेरो ढाड एक्कासी के भयो सर्क्यो सरी मेरो उता पैसा नि खस्यो अब मेरो ढाड एक्कासी थियो अघि झाडु बढाल्छु भन्दा सर्किएको कि यहाँ सिक्काहरू छ सो त्यही हो आजको भ्लग गाइज के कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला त्यही हो आजको भ्लग अनि आजको मेरो डे इन माई लाइफ मैले के गरेँ म कहाँ गएँ मैले के बनाएँ भनेर हेरि नै हाल्नुभयो होला सो यति नै भन्दै आजको भ्लग यहीँ इन गर्नु पर्ला है इन गर्नु पर्ला क्या गाइज तपाईँहरूले मलाई क्युएनए क्वेसन केही क्वेसन सोध्नुहोस् म त्यसको रिप्लाई दिन्छु म त्यसको एन्सर दिन्छु होइन अनि कस्तो भ्लग ल्याउने भन्नु होला म लिएर आउँछु आजको लागि चाहिँ यति नै थियो अब हल्का कन्टेन्ट पनि हुन्न म अब घरमा पनि त्यस्तो हुँदिनँ त्यति साह्रो होइन म काममै हुन्छु सो बिजी भइरहेको छु अनि त्यही भएर भ्लग पनि हाल्न पाउँदैन म छुट्टीको टाइममा चाहिँ म हाल्छु के गरिरहेको छु भनेर सो आजको मेरो यो भ्लग यति नै हो भन्दै म यो भ्लगलाई चाहिँ यही इन गर्न चाहन्छु भन्दै सबैजनालाई बी सेफ राम्ररी बस्नु होला एन्ड सबैजनालाई मेरो भ्लग के कस्तो लाग्छ अब पुरानो सब्सक्राइबरहरू हुनुहुन्छ भने के कस्तो लाग्छ मेरो भ्लग हेरेर कमेन्ट लाइक सेयर सब्सक्राइब गरिदिनु होला नयाँहरू हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला भन्दै सबैजनालाई यहीँ भ्लग इन गर्न चाहन्छु बाई।